सो हेलो साथीहरु सबैजनालाई वेलकम छ मेरो YouTube च्यानलमा। आजको यस भिडियोमा हामीहरु चाहिँ यस्तो ट्रेन्डिङ AI फोटोहरु चाहिँ कसरी बनाउने भनेर सिक्ने छौं, जुन चाहिँ अहिले YouTube, Instagram, TikTok जताततै एकदमै ट्रेन्डिङमा रहेको छ र हजुरहरुले चाहिँ यस्तै फोटोहरु बनाएर चाहिँ सोशल मिडियामा पोस्ट गर्नुभयो भने चाहिँ भाइरल हुन सक्ने चाहिँ एकदमै हाई प्रोबेबिलिटी रहेको छ। सो अब आजको भिडियोमा चाहिँ हामीले छ्याक्क भएर सिक्ने छौं कि कसरी बनाउने भनेर। त्यसको लागि चाहिँ हजुरहरु मोबाइलबाट हुनुहुन्छ भने चाहिँ मोबाइलको लागि चाहिँ हजुरहरुले चाहिँ त्यो सिम्पली जेमिनाई नै हाल्नु पर्यो, अनि पीसीबाट हुनुहुन्छ भने पनि हजुरहरुले चाहिँ जेमिनाई नै हाल्नु पर्यो। मैले चाहिँ सिम्पली जेमिनाई आफ्नो हजुरले चाहिँ जुन ब्राउजरमा सर्च गरे नि हुन्छ, क्रोममा गरे नि हुन्छ, मैले चाहिँ ब्रेभबाट गरेको छु। जस्तै जेमिनाई हाल्नुस्, जस्ट इन्टर गरिदिनुस् है। त्यसपछि हजुरले चाहिँ गुगल जेमिनाई भन्ने चाहिँ एउटा अप्सन देख्नुहुन्छ, यहाँ क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि चाहिँ मैले हजुरलाई चाहिँ मैले स्टेप बाइ स्टेप सबै भन्छु है त। जस्तै मैले अघि नै एउटा फोटो क्रिएट गरेको थिएँ, यहाँ हेर्नुस् है। जस्तै मैले आफ्नो फोटो राखेँ। फोटो राख्नको लागि एकदम सिम्पल छ, यो प्लस आइकन भन्ने छ, यो प्लस आइकनमा क्लिक गर्नुस्, अपलोड फाइल भन्नेमा क्लिक गर्नुस्। त्यसपछि यहाँ जुन फोटो छ आफ्नो छोड्नु अनि फेरि ओपन गरेर डाइरेक्ट यहाँ फोटो आउँछ। मोबाइलबाट पनि सिम्पल छ, अपलोड फाइलको साटो अपलोड फ्रम ग्यालेरी देखाउँछ, त्यही गरेर आफ्नो फोटो हाल्दा हुन्छ। मोबाइलबाट भए पनि एकदम सजिलो छ, पीसीमा पनि एकदम सजिलो छ है। त्यसपछि चाहिँ अनि यो प्रम्प्ट चाहिँ यसैसित यो फोटोसितै दिनुपर्ने हुन्छ हामीले चाहिँ। यो प्रम्प्ट दिइसकेपछि चाहिँ फोटो रेडी भयो, फोटो बनिहाल्छ कि उत्तिखेरै। यो फोटो चाहिँ विदिन 30 सेकेन्ड भित्र यसले हामीले यो बनाउन दिएको उत्तिखेरै बनाइदिइहाल्छ है। त्यसपछि चाहिँ मैले अब अर्को इमेज देखाउँछु हजुरलाई चाहिँ। जस्तै मैले माथि नै सेमै यो प्रम्प्ट दिएको छु। अब यहाँ मैले इमेज हालेको छैन किनभने मसित अब केटीको फोटो चाहिँ छैन। जस्ट मैले चाहिँ प्रम्प्ट दिएको छु, यस्तो आयो। हजुरले चाहिँ यो प्रम्प्ट दिएर अनि आफ्नो फोटो राखेर गर्नुभयो भने पनि हजुरको इमेज चाहिँ यस्तैमा सेम डिटो भन्ने छ। अनि फेरि अर्को प्रम्प्ट दिएको छु मैले आफ्नो यो फोटोमा, यहाँ हेर्न सक्नुहुन्छ यस्तो बबाल इमेज भनेर आइसकेको छ क्या। जस्तै मैले अब हजुरहरूलाई फेरि पनि एउटा यो सिकाइदिन्छु है त। जस्तै अब यो वाला बनाउनुहुन्छ भने पनि एकदम राम्रो छ। जस्तै यहाँ प्रम्प्ट दिनुहोस्, ठ्याक्क फोटो दिनुहोस्, भनेर रेडी भयो। जस्तै मैले अब हजुरहरूले बुझ्नु भएन भने चाहिँ एकचोटि म राम्रोसित बुझाइदिन्छु। जस्तै मैले यो प्रम्प्ट कपी गरेँ हैन, अब न्यू च्याटमा जान्छु म। यो यसमा क्लिक गर्नुहोस्। हजुरहरूको चाहिँ यहाँ अपलोड फाइल फ्रम ग्यालेरी देखाउन सक्छ है, किनभने हजुरहरूले मोबाइलबाट हेर्नु भएको भने चाहिँ पीसीबाट चाहिँ सेमै देखाउँछ। यहाँ जानुहोस्। त्यसपछि चाहिँ जस्तै मैले अब यो फोटो दिएँ, यसलाई फोटो दिएँ। अघि नैको प्रम्प्टलाई मैले कपी गरेर यहाँ पेस्ट गरिदिएँ। पेस्ट गरिदिइसकेपछि यो फोटो पठाइदिएँ मैले। अब फोटो पठाइदिइसकेको छु। अब एकैछिन वेट गर्नुपर्ने हुन्छ है त। यो प्रम्प्टहरू चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिन्छु, कि त मैले टेलिग्राममा राखिदिन नि सकेँ है त। डिस्क्रिप्सनमा चाहिँ हुन्छ, त्यसको लागि चाहिँ टेन्सन नलिनु है त। यो प्रम्प्टहरू मैले सबै एक बाई एक गरेर डिस्क्रिप्सनमा राखिदिनेछु। जस्तै अब यहाँ बनाउँदैछ। अनि च्यानलमा जो नयाँ हुनुहुन्छ एकचोटि सब्सक्राइब गर्नु होला र भिडियोलाई लाइक गर्नु होला। त्यसपछि चाहिँ कमेन्टमा पनि केही लेख्न सक्नुहुनेछ है त, केही बुझ्नु भएन छ भने चाहिँ। फोटो हेर्नु त्यही रेडी भइसकेको फोटो, हाम्रो यस्तो झकास फोटो रेडी भइसक्यो। बुझ्नु भयो नि, एकदम सिम्पल वेमा मैले बुझाइदिएको छु। र आजलाई यति नै, बाई बाई।